नमस्कार एभ्रिवान, म चाहिँ आज हजुरहरूलाई आँपको डब्बामा राख्ने खाँदेको अचारको रेसिपी लिएर आएको छु। सबैले हेरिदिनु होला है। यो अचारको मसला हो। यसमा चाहिँ मैले मिक्सर गर्न मुरेलो, जिरा, धनिया र ज्वानो अनि मिठा सौंफ र खुर्सानी, मेथी को पेस्टलाई लिएको छु। म तोरी पनि पिसेर राख्छु अहिले हल्का भुटेर। अब म यो सबै मसलालाई मिक्सर गर्दै छु। अचारको मसला रेडी भयो। अचारको मसलालाई चाहिँ धेरै मसिनो गराउनु हुँदैन, खस्रो खस्रो नै ठिक हुन्छ अचारको लागि। अब म अचार बनाउन सुरु गर्छु। अचारको लागि चाहिँ मैले यो धारा तेल लिएको छु। अचारको लागि चाहिँ अलि राम्रो क्वालिटीको तेल लिनु पर्दछ। म अब तेल तताउन बसाल्दै छु। मेरो अचार चाहिँ धेरै छ, तेल पनि धेरै राखेको छु। अब म आँपमा नुन राख्छु, बेसार अनि यो पिक्कल मसला यो चाहिँ मैले घर रेडी गरेको मसला। यो गरम मसला, यो चाहिँ डेली युजको सब्जी मसला। अब म यसलाई मिक्स गर्दैछु। तेल तात्दैछ उता। तेल तातेर रेडी भयो। म यसमा चेक गर्नको लागि मेथी र मुरेलो राख्छु। तातेछ। अब म यो अचारमा यो तेल राखिदिन्छु। अब यसलाई मिक्स गर्छु। यो अचार चाहिँ एकदमै मसलादार र मिठो भएको छ। मैले टेस्ट गरिसके। अब 2-3 दिनमा कस्तो हुन्छ। अहिले चाहिँ एकदमै मिठो भएको छ। बाबुले पनि एकदमै मन परायो। रेडी भइसक्यो। अब म यसलाई डब्बामा राख्छु। हाम्रो अचार रेडी भयो भन।